नमस्कार, म सपना लामा। तपाईहरुलाई आजको कक्षामा स्वागत छ। आजको कक्षामा हामी कक्षा 6 को साइन्सको इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अन्तर्गत माइक्रोसफ्ट वर्ड, स्प्रेडसिट र पावर पोइन्टका बारेमा पढ्न गइरहेका छौं। आउनुहोस् अब कक्षा सुरु गरौँ। आजको कक्षामा चाहिँ अब हामी इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी अन्तर्गत चाहिँ हामी सफ्टवेयरको चाहिँ तीनवटा पार्ट अफ सफ्टवेयरको बारेमा कुराकानी गर्दैछौँ। जस्तै हामीले चाहिँ माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सेल र माइक्रोसफ्ट पावर पोइन्टको बारेमा चाहिँ आज हामी कुराकानी गर्छौँ है। सो यसमा चाहिँ अब हामीले चाहिँ आज चाहिँ कसरी चाहिँ यो माइक्रोसफ्ट वर्डलाई कसरी खोल्ने, टेक्स्टहरू कसरी लेख्ने हैन, कपी पेस्टहरू कसरी गर्ने, त्यो डकुमेन्टलाई सेभ कसरी गर्ने भन्ने कुरा गर्छौँ। त्यसरी नै अब एक्सेलमा चाहिँ अब हामीले एक्सेलको जुन फङ्सन्सहरू छ, स्प्रेडसिट जुन छ त्यसमा चाहिँ अब कसरी चाहिँ हामीले त्यो कलम रोजहरूलाई कसरी युज गर्न सकिन्छ, मर्जहरू गर्ने बारेमा भयो। अनि त्यसमा पनि अब कट एन्ड पेस्टहरू गर्ने, अब रोजहरू हैन, अनि कलमहरूलाई चाहिँ कसरी हामीले चाहिँ बोर्डरहरू लगाउनेदेखि लिएर सर्टेन फर्मुलाहरू चाहिँ युज गरेर चाहिँ कसरी चाहिँ मार्कसिट जस्तो अथवा कुनै पनि क्लासरुमको एउटा एभरेज चाहिँ भ्यालु जस्तै एभरेज मार्क्सहरू कसरी निकाल्ने स्टुडेन्टको भन्ने कुरामा थोरै छलफल गर्छौँ। र माइक्रोसफ्ट पावर पोइन्टमा चाहिँ हामीले चाहिँ अब त्यो पावर पोइन्ट जुन प्रेजेन्टेसन्सहरू हुन्छ त्यो स्लाइड्सहरू कसरी बनाउने हैन, त्यसमा अब पिक्चर्सहरू कसरी इन्सर्ट गर्ने, स्लाइडलाई कसरी अझै स्लाइड थप्दै जाने, अनि अर्को कुरा चाहिँ कसरी चाहिँ स्लाइडलाई डिलिट गर्ने, डिजाइनहरू कसरी एड गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले छलफल गर्छौँ है र हेर्छौँ। ओके, सो अब हामीले स्टार्ट गर्दाखेरि चाहिँ अब माइक्रोसफ्ट वर्ड चाहिँ पहिला कसरी खोल्ने त हाम्रो कम्प्युटरमा भन्दाखेरि सबभन्दा पहिला त हामीले हाम्रो यो डेस्कटप भयो। यो डेस्कटपमा चाहिँ हामीले आफ्नो स्क्रिन चाहिँ ओपनै हुन्छ र स्क्रिन ओपन गरिसकेपछि अब हाम्रो यहाँ तल चाहिँ एउटा विन्डो देख्नु भइरहेको छ जुन यो मैले एरोले देखाइरहेको छु है। यो विन्डोमा चाहिँ क्लिक गर्ने, त्यो विन्डोमा क्लिक गरिसके पछाडि यहाँनिर चाहिँ हाम्रो सर्टेन प्रोग्राम्सहरू आउँछ। अब यहाँ त हामीले त्यो हाम्रो त्यो प्रोग्राम त देखेनौँ, सो हामीले अल प्रोग्राम भनेर अथवा अलमा गएर चाहिँ क्लिक गरिदिने। त्यो गरिसकेपछि यहाँनिर चाहिँ हाम्रो लिस्ट आउँछ है। र लिस्ट आइसकेपछि हामीले चाहिँ अब सर्च गर्ने। अब हामीलाई चाहिँ अब इदर डिरेक्टली यसरी स्क्रोल गरेर त्यो वर्ड खोजे पनि भयो, तर अब हाम्रो चाहिँ अब धेरैवटा फङ्सन्सहरू छ यहाँ। त्यही भएर यसको सजिलोलाई जुन यहाँ सर्च भन्ने जुन अप्सन छ, यो सर्च भन्ने अप्सनमा चाहिँ गएर हामीले चाहिँ अब यहाँनिर हामीलाई जे कुरा चाहिएको हो त्यसलाई चाहिँ टाइप गर्नु। जस्तै हामीलाई त माइक्रोसफ्ट वर्ड चाहिएको छ, हामीले वर्ड भनेर टाइप गर्ने बित्तिकै हाम्रो यो एप खुल्छ र त्यो खुलिसकेपछि अब त्यसलाई सेलेक्ट गरेर चाहिँ हामीले चाहिँ डबल क्लिक गरिदिने। र डबल क्लिक गरिदिइसकेपछि चाहिँ अब हाम्रो यहाँ के हुन्छ त भन्दाखेरि यसरी चाहिँ हाम्रो जुन यो माइक्रोसफ्ट वर्डको चाहिँ प्रोग्राम चाहिँ हाम्रो खुल्यो। अब खुलिसकेपछि अब सबैभन्दा पहिला भनेको त हामीलाई त अब एउटा के चाहिन्छ त, एउटा डकुमेन्ट चाहिन्छ है, ब्ल्याङ्क डकुमेन्ट। त्यसको लागि चाहिँ अब यहाँनिर माथि अप्सन हेर्न सक्नुहुन्छ। त्यसमा चाहिँ जस्तै यहाँ न्यू ब्ल्याङ्क डकुमेन्ट भन्ने जुन छ यो ब्लू कलरको, यसलाई चाहिँ अब हामीले क्लिक गरिदिने। क्लिक गरिसकेपछि चाहिँ अब हाम्रो यसरी चाहिँ डकुमेन्ट चाहिँ खुल्छ है, डकुमेन्ट चाहिँ खुल्छ। अब खुलिसकेपछि अब यसमा चाहिँ अलरेडी यो जुन लाइन जस्तो छ यो चाहिँ हाम्रो के हो त भन्दाखेरि यो हाम्रो कर्सर हो है, यो कर्सर हो। र यो कर्सरलाई चाहिँ अब हामीले के गर्नु पर्यो त भन्दाखेरि यसलाई चाहिँ अब हामीले यहाँ टाइप गर्नुलाई मिल्छ। सो टाइप गर्नुको लागि चाहिँ अब हामीले चाहिँ हामीलाई चाहिने जुन हाम्रो किबोर्डलाई युज गरेर चाहिँ अब केही जे कुरा टाइप गर्नुपर्ने हो त्यो चाहिँ हामीले अब यहाँ लेख्छौँ है। सो र यहाँ चाहिँ मैले एउटा प्याराग्राफ चाहिँ टाइप गरिसकेको छु है। सो अब यो प्याराग्राफ टाइप गरिसके पछाडि चाहिँ अब हामीले पनि अब यो जुन वर्ड छ यो वर्ड फाइलमा पनि हामीले चाहिँ धेरैवटा कुराहरू चाहिँ यसलाई चाहिँ अब फर्मेटिङदेखि लिएर यहाँ मैले लेखेको जस्तै फर्मेटिङदेखि लिएर साइजहरू चाहिँ डिफ्रेन्ट गर्नेदेखि लिएर सेभ सबै कुरा गर्नु सक्नुपर्ने हुन्छ। र सबैभन्दा पहिला चाहिँ म यहाँ तपाईँहरूलाई चाहिँ अब यसको यो फन्टहरू कसरी चेन्ज गर्न सकिन्छ भनेर चाहिँ यहाँ सिकाउँछु। सो बेसिकली त अब यो भइसकेपछि हामीले चाहिँ यो वर्डहरूलाई चाहिँ यसरी सेलेक्ट गर्नलाई है सेलेक्ट गर्नुपर्ने हुन्छ लेखेको प्याराग्राफलाई। सो यो सेलेक्ट गर्नुको लागि चाहिँ हामीले कर्सरलाई चाहिँ सबैभन्दा फर्स्टको चाहिँ वर्डको अगाडि इनिसियलमा ल्याएर राख्नुपर्ने हुन्छ। र त्यो गरिसकेपछि हाम्रो जुन यो माउस छ त्यो माउसमा चाहिँ हामीले चाहिँ यदि वर्ड मात्रै कुनै एउटा पर्टिकुलर वर्ड मात्रै सेलेक्ट गर्ने हो भने त्यो वर्डमा गएर डबल क्लिक गर्ने बित्तिकै त्यो वर्ड यसरी सेलेक्ट हुन्छ होइन। तर अब हामीलाई पुरै प्याराग्राफै सेलेक्ट गर्नुपर्ने छ भने चाहिँ अब यसमा चाहिँ दुईवटा तरिका हुन्छ। एउटा चाहिँ हामीले कर्सर त्यहाँ राखिसकेर कन्ट्रोल ए गर्यो भने पनि सबै सेलेक्ट हुन्छ है। हामीले चाहिँ कन्ट्रोल प्लस ए है, यो कन्ट्रोल प्लस ए को काम चाहिँ के हो त, सेलेक्ट अल, सबै सेलेक्ट गर्न मिल्छ किबोर्डबाटै। अदरवाइज हामीले चाहिँ होइन किबोर्डबाट नगर्ने, हामीले चाहिँ माउसबाटै गर्नु छ भने चाहिँ हामीले चाहिँ यो कर्सरलाई चाहिँ ल्याएर यो इनिसियलमा राखिसकेर अब राइट क्लिक
लेफ्ट क्लिक गरेर चाहिँ यसरी चाहिँ यसलाई जहाँसम्म हामीलाई चाहिएको त्यहाँसम्म चाहिँ यसरी सेलेक्ट गरेर ड्र्याग गरेर ल्याएर चाहिँ यसरी हामीले छोडिदिन्छौँ र यो गरिसकेपछि अब हाम्रो यो वर्डहरू चाहिँ अब हाम्रो सबै प्याराग्राफ के भयो त सेलेक्ट भयो है। अब यो सेलेक्ट भइसकिसकेपछि अब हामीले चाहिँ यसमा अब विभिन्न खालको चाहिँ डिजाइन्सहरू राख्न सक्छौँ अथवा यसको फन्टहरू साइजहरू सबै चेन्ज गर्न सक्छौँ। अब त्यसको लागि चाहिँ तपाईँले जस्तै यहाँ माथि यो जुन टुल बारहरू देखिरहनु भएको छ, जस्तै यहाँ होम भन्ने बटन छ होइन, यहाँ इन्सर्ट, ड्र, डिजाइन, लेआउट, रिफरेन्सेस भनेर चाहिँ हाम्रो विभिन्न चाहिँ ट्याबहरू छ। र हामीले यो जुन होम ट्याब छ यो होम ट्याबमा गएर चाहिँ जुन यहाँ छ जुन मैले भर्खर यहाँ फन्ट भन्ने देखियो, यो फन्टको चाहिँ मैले यो ड्रप डाउनमा क्लिक गरिसकेँ भने चाहिँ यहाँ चाहिँ धेरैवटा चाहिँ फर्मेटहरू आउँछ है। अब कस्तो फर्मेटमा लेख्ने त है, जस्तै अब हामीले यहाँ हेर्न सक्छौँ। र त्योभन्दा अगाडि पनि जस्तै म पहिला चाहिँ हजुरहरूलाई यो साइज अलिकति चेन्ज गरिदिन्छु है, सो द्याट हजुरहरूले चाहिँ राम्रोसँग देख्नुहोस्। सो अब साइजको लागि चाहिँ हामीले यो साइडमा जुन है यो चाहिँ ठ्याक्कै यो फन्टको साइडमा चाहिँ हाम्रो यो साइजहरू हुन्छ। सो यसमा चाहिँ अब कति साइजको लेख्ने त होइन, यसरी चाहिँ हामीले चाहिँ साइजलाई चाहिँ सेलेक्ट गर्न सक्छौँ। अब यहीँबाट सेलेक्ट गरे पनि भयो, जस्तै मलाई चाहिँ अब 28 होइन, जस्तै यहाँ त 26, 28 छ। अब तर मलाई चाहिँ होइन, मलाई 27 साइज चाहिन्छ भने चाहिँ मैले चाहिँ यहाँबाट सेलेक्ट नगरिकन डिरेक्टली यही पार्टमा जुन छ यहाँ चाहिँ गएर 27 भनेर मैले लेखिदिइसकेपछि अब मेरो फन्टको साइज के हुने भयो त चेन्ज हुने भयो है। अब यसरी चाहिँ हामीले योबाट फन्टको साइज चेन्ज गर्न सक्छौँ भने अब फन्टको स्टाइल चाहिँ हामीले यहाँबाट जस्तै अहिले त यहाँ क्यालिब्री भन्ने छ। अब जस्तै हामीले डिफ्रेन्ट जस्तै यो भयो अल्जेरियन भनेर छ होइन, त्यसरी एरियल भनेर छ है। र अब हामीलाई चाहिँ अब सपोज हामीलाई कुनै फन्टहरूको बारेमा अलरेडी थाहा छ भने हामीले यहाँ माथि नै डिरेक्टली टाइप गऱ्यौँ भने पनि यो फन्टको साइज चेन्ज हुन्छ, फन्टको टाइप चेन्ज हुन्छ। जस्तै मैले चाहिँ सपोज टाइम्स न्यू रोमन भन्ने छ, मलाई त्यसमा चाहिएको छ भने मैले टाइम्स न्यू रोमन भनेर टाइप गरेपछि त्यहाँ माथि आफै आउँछ र मैले यसलाई इन्टर गरिसकेपछि अब मेरो यो वर्डको स्टाइल चाहिँ टाइम्स न्यू रोमनमा चेन्ज भयो होइन। अदरवाइज होइन मलाई चाहिँ अब अल्जेरियनमा चाहिन्छ, अलिकति स्टाइलिस छ होइन, यो भने यो मैले यसलाई क्लिक गरिदिइसक्यो भने अब मेरो यो जुन फन्ट छ यो चाहिँ केमा चेन्ज हुन्छ त अल्जेरियन भन्ने चाहिँ फन्ट स्टाइलमा चाहिँ चेन्ज भयो। यसरी चाहिँ हामीले फन्टलाई चाहिँ डिफ्रेन्ट टाइपमा चाहिँ चेन्ज गर्न सक्छौँ। अब त्यो सँगसँगै अब अरू भनेको चाहिँ जस्तै अब यो जुन हाम्रो प्याराग्राफ छ, अब यो प्याराग्राफको चाहिँ एलाइनमेन्टहरू प्याराग्राफ जस्तै यहाँ प्याराग्राफ भन्ने जुन यो सेक्सन छ यसमा चाहिँ हामीले यो प्याराग्राफमा चाहिँ जस्तै साइडमाबाट लेख्ने हो कि होइन, अब जस्तै साइडमा क्लिक गरिदिउने अथवा यो बिचमा सबै बिचमा चाहिएको छ भने पेजको बिचमा चाहिन्छ भने चाहिँ मैले यो सेन्टरमा गएर चाहिँ जुन यहाँ डिस्प्ले पनि भइरहेको सेन्टरमा क्लिक गरिदियो भने त्यो ठ्याक्कै बिचबाट स्टार्ट हुन्छ होइन। मलाई चाहिँ अब राइट ह्यान्ड साइडमा चाहिँ सबै चाहिएको छ भने चाहिँ अलाइनमेन्ट चाहिँ अब राइट ह्यान्ड साइडमा चाहिएको छ भने मैले यसरी क्लिक गरेँ भने राइट ह्यान्ड साइडमा सबै अलाइनमेन्ट हुन्छ अनि अदरवाइज होइन अब जस्टिफाई भनेको चाहिँ सोल्ली सबैतिर चाहिँ इक्वली नै डिफ्रेन्सिएट भएर चाहिँ आउने होइन, जस्तै यसरी होइन हो। यसरी चाहिँ हामीले चाहिँ अलाइनमेन्टहरू पनि मिलाउन सक्छौँ। अब जस्तै अब प्याराग्राफको स्पेसिङहरू जस्तै लाइनहरूको स्पेसिङ होइन, जस्तै यो दुईवटा बिचमा चाहिँ अब कति स्पेस राख्ने त भनेर जस्तै यहाँ मैले क्लिक गरिदिने, अब 1 मात्रै राख्ने कि 1.5 राख्ने कि 1. जस्तै अब 2 राख्ने कि 2.5 यसरी चाहिँ हामीले चाहिँ लाइन स्पेसिङहरू पनि यहाँबाट चाहिँ हामीले मिलाउन सक्छौँ है। र त्यो सँगसँगै अब फन्टको कलरहरू है, अब जस्तै कुन कलरमा जस्तै अहिले त मेरो यहाँ व्हाइटमा छ होइन, त्यो फन्टको कलर चेन्ज गर्नुको लागि चाहिँ हामीले जुन यो ए लेखेको छ यो एमा जस्तै फन्ट कलर भनेर यहाँ लेखेको छ नि है हो, यसमा चाहिँ हामीले यसरी क्लिक गरिदिइसकेपछि यहाँ डिफ्रेन्ट कलरहरू आउँछ है। अब कलर आइसकेपछि अब हामीलाई चाहिने कलरमा चाहिँ हामीले त्यसलाई जस्तो खालको कलरको चाहिएको हामीले त्यसलाई यसरी सेलेक्ट गरेर क्लिक गरिदिइसकेपछि अब हाम्रो फन्टको कलर पनि के हुन्छ त प्याराग्राफको कलर पनि यसरी चेन्ज हुन्छ है। सो अब हामी सर्टकट किजहरूको बारेमा हेरौँ है, जुन चाहिँ वर्डमा मस्टली युज हुने। सो त्यसमा चाहिँ अब हामीहरूको एउटा सेलेक्ट भन्ने जुन छ यो चाहिँ भर्खरै हामीले गऱ्यौँ है, सबै टेक्स्टहरूलाई सबै प्याराग्राफलाई कसरी सेलेक्ट गर्ने भन्ने कुरा भइहाल्यो। अर्को रहेको छ कपी। कपी भनेको चाहिँ जे कुरा छ यहाँ जस्तै जे प्याराग्राफ छ जे सेन्टेन्स छ त्यही सेन्टेन्स कुनै अब अर्को पेजमा लगेर चाहिँ कपी गर्नुपर्ने, सेम टु सेम चाहियो त्यो फर्स्ट पेजमा पनि रहिरहोस् र अर्कोमा पनि होस् भन्नको लागि चाहिँ हामीले Ctrl+C भन्ने अप्सन युज गर्छौँ र पेस्टको लागि चाहिँ Ctrl+V है। Ctrl+V भनेको चाहिँ हाम्रो पेस्टको लागि हो र कट एन्ड पेस्ट भन्ने हुन्छ। र कट भनेको चाहिँ के त भन्दाखेरि अब यो फर्स्ट पेजको यो जुन फर्स्ट प्याराग्राफ लाइन छ यो लाइनलाई चाहिँ मलाई फर्स्ट पेजमा होइन सेकेन्ड पेजमा चाहियो, यो फर्स्ट पेजबाट चाहिँ हटाउनु पर्ने छ भने चाहिँ त्यतिखेर हटाएर अर्को ठाउँमा गएर पेस्ट गर्नुलाई चाहिँ हामीले
कट एन्ड पेस्ट गर्नुपर्ने हुन्छ है। सो अब कपीको लागि चाहिँ अब यहाँ पहिला म देखाउँछु। जस्तै मैले यहाँ एउटा सेन्टेन्स सेलेक्ट गरेँ, अब यसलाई इधर मैले कन्ट्रोल सी र यतापट्टि जहाँनिर चाहिएको त्यहाँनिर कर्सर राखेर कन्ट्रोल भी गऱ्यो भने सेम टु सेम त्यो कपी हुन्छ। और यसमा चाहिँ अब हामीले चाहिँ के गर्नु सकिन्छ त भन्दाखेरि किबोर्ड युज गरिकन सिम्पली माउसबाट नै है भने त्यसको लागि चाहिँ हामीले सपोज जतिवटा वर्ड चाहिएको त्यसलाई कपी गर्छौँ र त्यसपछि यहाँ त्यही ठाउँमा सेलेक्ट भएको ठाउँमा नै कर्सर राखेर चाहिँ राइट क्लिक गर्छौँ माउसमा र राइट क्लिक गरेपछि हाम्रो यसरी डिस्प्ले डायलग बक्स चाहिँ ओपन हुन्छ र यो डायलग बक्समा हेर्न सक्नुहुन्छ यहाँ कपी भनेर अप्सन छ। त्यसलाई क्लिक गर्ने है, क्लिक गरेर फेरि अब जहाँनिर चाहिएको त्यहाँनिर गएर कर्सर राख्ने र राखिसकेपछि फेरि राइट क्लिक गरेर चाहिँ अब यहाँ पेस्ट अप्सन छ है, डिफ्रेन्टवटा अप्सन्सहरू हुन्छ। अब सेम टु सेम जस्तोको त्यस्तै सार्ने हो कि अथवा खालि त्यो ओरिजिनल फर्म अफ वर्डकोमा सार्ने हो कि के भनेर चाहिँ हामीले चाहिँ यसलाई चाहिँ सेलेक्ट गर्न सक्छौँ र यसरी चाहिँ हामीले पेस्ट भनेर क्लिक गर्न सक्यौँ है। यो भयो हाम्रो के त भन्दाखेरि कपी एन्ड पेस्ट, यो भयो हाम्रो कपी एन्ड पेस्ट। अब ट्राई गरौँ के त भन्दाखेरि कट एन्ड पेस्ट। अब चाहिँ हामीले के ट्राई गर्ने, कट एन्ड पेस्ट। अब कट एन्ड पेस्टमा चाहिँ के हुन्छ यहाँ हेरौँ है। सो यो जुन सेकेन्ड सेन्टेन्स छ यसलाई चाहिँ मैले कट एन्ड पेस्ट गर्नु पर्यो है। सो कट एन्ड पेस्ट गर्नको लागि चाहिँ मैले यसमा जान्छु र हाम्रो सर्टकट की के छ कटको लागि, कन्ट्रोल एक्स भनेपछि कन्ट्रोल एक्स क्लिक गर्ने। अब हेर्नु त तपाईँले के देख्नुभयो त्यहाँनिर हो, जुन त्यो हाम्रो थियो प्याराग्राफ थियो, त्यो सेन्टेन्स थियो, त्यो सेन्टेन्स चाहिँ हरायो नि होइन। जस्तै यहाँ हेर्न सक्नुहुन्छ जुन यो सेन्टेन्स थियो नि, अ वर्ड प्रोसेसर इज अ वर्ड भनेर जुन यो सेन्टेन्स थियो यसलाई चाहिँ मैले कन्ट्रोल एक्स गर्ने बित्तिकै यो चाहिँ यहाँबाट हट्यो हो, हटिसक्यो र हटिसकेपछि अब यसलाई चाहिँ मैले पेजमा लगेर चाहिँ अब कन्ट्रोल भी गर्छु र जुन त्यो अघिको त्यो बिचको सेन्टेन्स थियो त्यो चाहिँ अब अहिले मैले थाहा पेस्ट गरेँ। सो सिम्पली अब यो कपी पेस्ट र कट पेस्टमा चाहिँ के फरक छ भन्दाखेरि कपी पेस्टले चाहिँ जुन ओरिजिनल डकुमेन्ट छ त्यो ओरिजिनल डकुमेन्टमा पनि त्यही नै हुन्छ र त्यसलाई चाहिँ लगेर हामीले खालि अरू नयाँ डकुमेन्टमा चाहिँ लगेर पेस्ट गर्ने हो भने कट पेस्टमा चाहिँ ओरिजिनल डकुमेन्टबाट हटाएर कुनै नयाँ ठाउँमा चाहिँ पेस्ट गर्नुलाई चाहिँ हामीले कट पेस्ट गर्नुपर्ने हुन्छ है। अब चाहिँ हामीले अब अर्को कुरा जस्तै टेबल कसरी राख्ने, टेबलहरू कसरी लिएर आउने भन्ने कुरा गर्छौँ र त्योभन्दा अगाडि चाहिँ अब हामीले अब एउटा सर्टेन फाइल त हामीले यहाँ रेडी गरिसक्यौँ। अब यो फाइललाई सेभ कसरी गर्ने त भन्ने कुरा हेरौँ है। त्यो फाइललाई सेभ गर्नुको लागि चाहिँ सबभन्दा पहिला हामीले यो फाइल भन्ने जुन अप्सन छ यसलाई क्लिक गर्नुपर्ने हुन्छ र यहाँनिर गएर यो जुन सेभ एज भन्ने अप्सन छ यसलाई क्लिक गर्ने र क्लिक गरेर अब लोकेसन अब कहाँनिर लगेर राख्ने त होइन भन्दा यही कम्प्युटरमै राख्नु पर्यो हामीलाई। सो दिस पिसी भनेर चाहिँ हामीले क्लिक गर्ने र क्लिक गरिसकेपछि अब यहाँनिर डिफ्रेन्ट अप्सनहरू आउँछ र सपोज मलाई चाहिँ डेस्कटपमा अगाडिपट्टि नै चाहिएको छ भने मैले डेस्कटप क्लिक गर्छु र यहाँ अब हाम्रो फाइलको नेम चाहिँ मैले चाहिँ अब के नै राखेँ त भन्दाखेरि माइक्रोसफ्ट वर्ड भनेर राखेँ हो, माइक्रोसफ्ट वर्ड ग्रेड 6 भनेर। अब यो गरिसकेपछि चाहिँ अब हाम्रो डेस्कटपमा गएर बस्ने भयो र अब यो वर्ड डकुमेन्ट नै छ र अब हामीले यहाँ जुन सेभ भन्ने अप्सन छ यसमा गएर क्लिक गर्छौँ हो र यति गरिसकेपछि चाहिँ हाम्रो यो के हुन्छ त भन्दाखेरि फाइल सेभ हुन्छ र सपोज मैले यो फाइलमा चाहिँ अब सर्टेन कुराहरू चाहिँ एड गरेँ होइन, आई लर्न अबाउट एमएस वर्ड भनेर राखेँ हो। अब यो त फेरि मैले कन्ट्रोल यो के अरे यसलाई चाहिँ फेरि गएर यहाँ गएर सेभ एज भनेर त्यो गरिरहनु पर्ने हुँदैन। यसमा चाहिँ अब हामीले केही अब नयाँ डकुमेन्ट नयाँ टपिक्सहरू नयाँ प्याराग्राफहरू थप्दै गयो भने अब सिम्पली हामी यसलाई चाहिँ अब कन्ट्रोल एस गर्न सक्छौँ है। सो यहाँनिर अब सर्टकट की अर्को एउटा सेभ गर्नुको लागि चाहिँ हामीले कन्ट्रोल प्लस एस गऱ्यौँ भने चाहिँ यो अब हामीले जति पनि चेन्ज गर्छ जस्तै भर्खर मैले यो लेखेँ, यो लेखेपछि यो त सेभ गर्नु पऱ्यो भने चाहिँ मैले कन्ट्रोल एस गर्छु र कन्ट्रोल एस हुने बित्तिकै अब मेरो डकुमेन्ट सेभ भयो है। सो अब यसलाई अब हाम्रो चाहिँ काम सक्यो। अब काम सकेपछि अब डकुमेन्टलाई कसरी क्लोज गर्ने त भन्दाखेरि हाम्रो यहाँ राइट ह्यान्ड साइडको टप कर्नरमा चाहिँ क्लोज भन्ने अप्सन हुन्छ, हामीलाई यसरी क्लिक गरिदिने र क्लिक गरिसकेपछि हामी फेरि हाम्रो डेस्कटपमा आउँछौँ र अब हेर्नु त यहाँ अघि त हामीले एउटा डेस्कटपमा सेभ गरेको थियो नि होइन हो, त्यो फाइल चाहिँ यहाँनिर आएर चाहिँ हाम्रो बसेको छ डेस्कटपमा माइक्रोसफ्ट वर्ड ग्रेड 6। अब यसलाई मलाई यसो डबल क्लिक गरेर ओपन गर्दाखेरि हामीले गरेको डकुमेन्टहरू सबै यहीँ नै हुन्छ है।
र अब यो पछाडि चाहिँ सपोज अब मलाई चाहिँ एउटा अब नयाँ कुरा गर्नु, नयाँ पेज चाहिएको छ भने फेरि अघि जस्तै यसरी फाइलमा जाने र न्यू ब्ल्याङ्क डकुमेन्टमा क्लिक गरेपछि फेरि हाम्रो नयाँ पेज आउँछ है। सो अब यो पेजमा चाहिँ हामीले कसरी चाहिँ टेबलहरू इन्सर्ट गर्ने भन्ने कुरा हेर्छौँ है। टेबल इन्सर्ट गर्नुलाई चाहिँ हाम्रो यहाँ इन्सर्ट भन्ने एउटा अप्सन हुन्छ, यसलाई गरेर क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँनिर तल तपाईँले टेबल्स भनेर देख्नुहुन्छ हो। अब एड अ टेबल भनेर चाहिँ यो ड्रप डाउनलाई क्लिक गर्ने र यहाँनिर टेबल्सहरू आयो। अब कतिवटा चाहियो, जस्तै यो भनेको त 1 बाई 1 एउटा रो एउटा कलम छ। यो भनेको चाहिँ यहाँ के छ हाम्रो, यहाँ एउटा रो दुईटा कलम, यसरी चाहिँ अब कतिवटा चाहिएको छ। हामीलाई चाहिएको अनुसारले चाहिँ यसबाट चाहिँ हामीलाई चाहिने टेबल एन्ड कलमलाई चाहिँ यसरी एड गर्न सक्छौँ। र अब यसको साइजहरू घटाउनु बढाउनु छ भने, हामीले मुभ गर्नु छ भने जस्तै यहाँनिर राखेर चाहिँ यसलाई यसरी सार्नु पनि सक्छौँ। र सारिसकेपछि यस्तो खालको जुन कर्सर आइसकेपछि हामीले यसको चाहिँ साइजहरूलाई पनि घटाउन बढाउनलाई सक्छौँ है। अब सपोज हामीलाई चाहिँ अब सेपहरू चाहिँ चाहिएको छ डिफ्रेन्ट, त्यसको लागि चाहिँ जस्तै यहाँनिर इन्सर्टमा गइसकेपछि यहाँ सेप्स भनेर छ, यो सेप्समा क्लिक गरिसकेपछि यहाँ डिफ्रेन्ट सेपहरू आउँछ होइन। जस्तै मलाई चाहिँ एरोको चाहिएको छ भने मैले यो एरोकोलाई क्लिक गर्छु र यहाँ आएर चाहिँ यसलाई चाहिँ लेफ्ट क्लिक गरिराखेर चाहिँ यसरी कर्सर माउसलाई चाहिँ म ड्र्याग गर्छु र ड्र्याग गरिसकेपछि यसरी चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि एरोजहरू अथवा सेपहरू पनि इन्सर्ट गर्न सक्छौँ। यसको कलर अब कस्तो चेन्ज गर्ने त्यहाँ माथि अप्सन आउँछ र त्यो अनुसारले चाहिँ हामीले यसलाई चाहिँ चेन्ज गर्न सक्छौँ है। सो यसरी चाहिँ हामीले चाहिँ हाम्रो माइक्रोसफ्ट वर्डमा चाहिँ विभिन्न फङ्सन्सहरूलाई चाहिँ युज गर्न सक्छौँ र त्यसले चाहिँ हामीलाई चाहिँ काम गर्नलाई चाहिँ सजिलो पनि बनाउँछ है। गृह कार्य। सो लिस्ट आउट 4 इम्पोर्टेन्ट फिचर्स अफ माइक्रोसफ्ट वर्ड। माइक्रोसफ्ट वर्डको चाहिँ 4वटा इम्पोर्टेन्ट फिचर्सहरूले के काम गर्छ त्यो 4वटा लेख्नुपर्ने हुन्छ। सेकेन्ड नम्बरमा चाहिँ अब त्यो माइक्रोसफ्ट वर्डमा राखिएको जुन बनाएको डकुमेन्ट छ त्यो डकुमेन्टलाई चाहिँ हामीले कसरी सेभ गर्ने हो त्यसको स्टेप लेख्नुपर्ने हुन्छ। र लास्टमा चाहिँ नम्बर 3मा चाहिँ तपाईँले सर्टकट किजहरू होइन, जस्तै कपी पेस्ट कट बोल्ड अन्डरलाइनको चाहिँ सर्टकट की हो त्यो लेख्नुपर्ने हुन्छ है। तपाईँहरूलाई आजको कक्षा कस्तो लाग्यो त? तपाईँहरूका कुनै सुझाव वा गुनासाहरू छन् भने हामीलाई सम्पर्क गर्ने हो learning@dearwork.edu.np। अर्को कक्षामा फेरि अर्को पाठ लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलको लागि धन्यवाद।